साथीहरू, हाई साथीहरू, तपाईँहरू कस्तो हुनुहुन्छ? मैले एउटा यो कान्हाजीको कपडा बनाउँदैछु र अब यति बनाइसकेको सानो बनाउँदैछु। मेरो कान्हाजी मतलब 14 इन्चको हो। भर्खर यति बनाइसकेको छु र अहिले जोइन गरेको छुइनँ, बादमा जोइन गर्छु। अनि यस्तरी नै बनाउँदैछु। माथिको चोलले चाहिँ बनाउँदैछु, अनि माथिको बनाइसकेर अनि तलको बनाउने। यस्तै डिजाइन चाहिँ म तल दिन्छु सेतो सुताले। अब यो 3-4 राउन्ड बनाएर मैले जोइन गर्ने, अहिले जोइन गरेको छुइनँ। कस्तो लाग्छ तपाईँहरू पनि हेर्नु, राम्रो लाग्यो भन्नु। यस्तरी नै बनाउँदैछु। तपाईँहरूलाई कस्तो लाग्छ? सानो सानो 14 इन्च, 5 इन्च, 6 इन्च सबैको हुन्छ। मैले 14 इन्च 14 नम्बरको बनाउँदैछु। लड्डु गोपाललाई लगाउने कपडा। यो त अर्डरमा बनाउँदैछु मैले। फोटो पठाइदिएको थियो र त्यो फोटोमा हेरेर बनाउँदैछु। त्यस्तो मसिनो छैन। म त हामीले 3-4 राउन्ड बनाएर जोइन गऱ्यौँ भने चाहिँ अहिले फेरि तलको स्कर्ट जस्तो बनाउनु पर्यो नि त नि, थार्मस जस्तो गोलो गरेर। म सबै बनाइसक्छु नि, बनाइसकेर तपाईँहरूलाई फेरि देखाउँछु। तपाईँहरूले पनि तपाईँहरूको सानो सानो कृष्णको मूर्तिहरू छ भने बनाइदिनु सक्नुहुन्छ, लगाइदिनु सक्नुहुन्छ। मैले त अब अर्काको अर्डरमा बनाउँदैछु। वाट्सएपमा फोटो पठाएको थियो र त्यही वाट्सएपमा उनीहरूको कानाको फोटो पठाएको थियो अनि 14 इन्च भनेर। मसित त छैन अरूको, नि बनाइदिँदैछु। हुनु त पर्ने हो। अब मैले भनेको 14 इन्चको चाहिन्छ भनेर, अनि मैले एकदम बनाउँदैछु। कस्तो हुन्छ डिजाइन चाहिँ भन्नु। पुरा डिजाइन सबै कम्प्लिट गरेर 2टाको अर्डर आएको छ। 2टा बनाइसकेर फेरि अर्को एउटा बनाउँछु बेलेग बेलेग कलरको। यो पिङ्क र व्हाइट बनाउँछु एउटा, अर्को चाहिँ बेलेग कलरमा बनाउनु पर्छ।
यसको घेरा बनाउनुपर्छ फेरि। लास्टमा फेरि 3 चेन 1 2 3 यसलाई पनि पक्रिने हामी फेरि। मेरो अहिले कति भयो 1 2 3 4 5 6 7 8 9 10 11 अब 1 राउन्ड बनाउँछु 12 बनाएर त्यसको बादमा फेरि जोइन गर्नुपर्छ। म यो सबै बनाइसक्छु। बनाएर अनि तलको घेरा बनाउँछु। तलको घेरा बनाउँदाखेरि म देखाउँछु कसरी बनाउनु पर्ने हो। राम्रो लाग्यो भने तपाईहरु पनि बनाउनु। राम्रो लाग्यो भने बनाउनु। बनाएर तलको घेरा सबै बनाउँदाखेरि तपाईहरुलाई देखाउँछु है। यतिकै सबै यसरी माथिको कम्प्लिट भयो अब मेरो 12 लाइन भयो नि। माथिको कम्प्लिट भयो। अब तलको घेरा बनाउँछु म। स्कर्ट जस्तो बनाउनु पर्यो। म यस्तरी बनाउँछु। बनाएर अनि तपाईहरुलाई फेरि देखाउँछु। मैले त अब सानो भइरहेछ। यस्तरी सानो भइरहेछ अहिले। सबै अब म यसको स्कर्ट घेरा बनायो भने तपाईहरुलाई देखाउँछु फेरि। यसको घेरा बनाउँदाखेरि म देखाउँछु है। कपडा बनाउँदैछु र अनि त्यही तपाईहरु पनि हेर्नु। यस्तै नै बनाउनु पर्ने अब। एकपट्टिको हात बनाइसकेको छु। अब एकपट्टिको बनाउँदैछु। टोपी पनि बनाउँछु म सेटै।
बनाउँदैछु र अनि फेरि अर्को फेरि एउटा बनाउँछु फेरि रङ बिरङ हालेर चाहिँ अब पिङ्क कलरले नै बनाएको पिङ्क कलरले बनाएको 3 प्लाइवुड हो यसको टोपी पनि बनाउँछु टोपी पनि बनाएर तपाईहरुलाई देखाउनेछु यो 3 डबल क्रोसिया गरेर मैले एकैचोटि उयो गर्दैछु बनाउनु पर्छ हात चाहिँ बनाउँदैछु बनाउनु पर्ने हो यस्तै बनाउँछु मैले अब यस्तै हुन्छ यो कपडा यस्तरी नै बस्छ अब यो यहाँ यस्तरी बाँड्ने डोरी लगाइदिन्छु अनि भइहाल्यो लगायो भने चाहिँ फिट मिल्छ अरू बाँड्ने डोरी लगाइदिन्छु यसरी नै बनाइदिन्छु मेरो 14 इन्च हो तपाईहरुलाई म नापेर पनि देखाइदिन्छु यहाँबाट लिएर चाहिँ मेरो पुरा 14 इन्च छ अब मेरो यहाँबाट लिएर चाहिँ कति छ भनौँ 7 छ 7 इन्चको बनाएको यसको अब टोपी पनि बनाउँछु अनि टोपी पनि बनाएर अनि तपाईहरुलाई म देखाउँछु है फेरि अर्को एउटा बनाउँछु नि त्यो चाहिँ रङ बिरङको बनाउँछु सबै मिक्स गरेर कलरिङ यहाँ चाहिँ अब दुईटा कलर मात्र हालेको त्यसले बनाइदिन्छु म टोपी बनाउँछु टोपी बनाएर तपाईहरुलाई देखाउँछु है